आजकल के काम गर्नु? म त बस्छु, हाजिर गर्छु, खान्छु। बस्ने, हाजिर गर्ने, खाने। काम गर्नु पर्दैन। तपाईको विगत किन यति धेरै कालो छ? किन यति धेरै अँध्यारो छ? तपाई को हो खासमा? तपाई कसरी धर्मगुरु हुनुभयो? म अरु यो वाइड प्रश्न भन्दा पनि तपाईलाई ठग भनेर मिडियाले चित्रित गरिरहेको छ। आम मान्छेले प्रश्न उठाइरहेका छन्। तपाईलाई महाराज होइन महाठग भनेर भनिरहेको अवस्था छ। ठेकेदार साहब नमस्कार, स्वागत छ। नमस्ते सर। तपाईलाई पोखरा महानगरपालिकाले बाटो बनाउने ठेक्का दिएको हो कि बाटो बिगार्ने ठेक्का दिएको? तपाईले बाटो बनाउनु भएको हो कि बिगार्नु भएको? रमिता देखाउनु भयो तपाईको त्यहाँ त बाटो के बनाएको थियो? के गरेको बाटो हो? त्यो रमिता भएन त के बेइज्जत गरेको यो? तपाईले चुनावको बेलामा सुशासन स्थापित गर्छु भनेर चर्को नारा लगाउनु भयो। त्यो नारा तपाईले बिर्सनु भएको छैन होला। तपाईको सुशासन यही हो? भाउचर चाहियो नि हैन? सनराइज बैंकको भाउचर चाहियो हैन तपाईलाई? ठीक छ हजुर। 2.5 लाख जम्मा गरेको यो भाउचर ठीक छ? के को सर? हजुर के को भाउचर? फेरि भन्नु यता आँखामा हेरेर भन्नु। तपाई लाज मान्नुस् है, फेरि तपाईलाई म यही तपाईको अगाडि प्रमाणित गर्छु। कस्तो टेन्सन भयो? यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनु त के भएको? घुसिया सचिवलाई हेर्नुस् दर्शक बहिनी। भारी होइन घुस? होइन। घुस खाइएन? के हारेको त यो? के हारेको त? खत्तम। बाइ बाइ। प्रमुखलाई फोन गरिसके पछाडि तपाईलाई फोन गरेर पठाउनु भएको हो कि होइन? हो कि होइन भन्नुहोस् त? 4 बजेसम्म नै बस्ने, भोलिदेखि त 5 बजेसम्म बस्ने भनेको। आज चाहिँ 4 बजेसम्म बस्ने भनेर भन्नुभएको हो? भोलिदेखि त तपाईहरु 4 बजेसम्म तपाईहरुको मन लाग्दाखेरि कार्यालय 4 बजेसम्म खोल्ने, 3 बजेसम्म खोल्ने भन्न पाइन्छ? किन रिसाउनु भयो तपाई? नरिसाउनु न, नरिसाउनुस् है। तपाई नेपाल प्रहरीको जिम्मेवार अधिकारी एटीएम चोरीको विषयमा 15 दिनसम्म अपराधी पत्ता लगाउन नसकेको विषयमा मिडिया फेस गरिरहनु भएको छ र चोर चाहिँ कहीँ बसेर तपाईँ हामीलाई अहिले हेरिरहेछ। चुनाव भनेको चाहिँ सबै आफूले सोचे जस्तो त हुँदैन। आजको स्थितिमा म पोजिटिभ छु, म जित्छु नै भन्ने छ। राम्रो गर्न सक्छु, भविष्यमा पनि समाजमा स्थापित हुन सक्छु। कसै न कसैको बुई नचढिकन चुनाव जित्ने ल्याकत छ, औकात छ। कांग्रेसको बुई नचढिकन चुनाव जित्न सक्नुहुन्छ? तपाईले मलाई एउटा कुरा अलिकति भनिदिनुहोस् त। तपाईसँग मैले आफ्नो हिसाबले जायज प्रश्नहरू राख्दा हुन्छ नि हैन? तपाईले मलाई त हातपात गर्नुहुन्न नि। मलाई अलिकति डर पनि लागिरहेछ कि किनभने तपाईँ हातपात गर्ने आरोपी हुनुहुन्छ। राजकुमार परियार, तपाईँ हो राजकुमार परियार? तपाईँलाई खोज्न धेरै प्रयास गरियो। कुन दुल्लोमा लुकेर बस्नु भएको थियो पहिला यो भन्नु त तपाईँ? कहाँ भाग्नु भएको थियो? पैसा उठाउने, भाग्ने, लुक्ने? तपाईले कोरिया पठाउँछु भनेर पैसा लिएको हो कि उहाँहरूसँग? मेरै रोबरमा सूर्य प्रसाद तपाईँको जिम्मामा हो? अनि कोरिया लान्छु भनेर कोरिया नलगेको हो कि होइन? कोरिया नलगेको। अब पैसा फिर्ता गर्न पर्यो कि परेन? फिर्ता पर्नु। खै पैसा ठग हुनुभयो कि भएन भन्नु त? उसको नजरमा त ठग नै देखिन्छ। उसको नजरमा? सबैको नजरमा ठगै देखियो नि त। नमिल्ने काम कसरी हुन्छ? 60,000 दिएपछि, उनलाई पैसा दिएपछि नमिल्ने काम कसरी हुन्छ? तपाईलाई सोधेर आउँछु भनेर हिजो फाइल लिएर तपाईँको कार्यकक्षमा आएका छ। बिचौलिया तपाईँको कार्यकक्षमा फाइल लिएर आउँछन्, त्यसपछि पैसाको निर्धारण हुन्छ, कति पैसा माग्ने भनेर, कति पैसा बाँध्ने भनेर। तपाईँ यहाँ हाकिम भएर बस्नु भएको छ, हाकिम हुम भन्नुहुन्छ। अलिकति ख्याल गर्नुहोस् जिम्मेवारीको। के भइरहेछ त्यो कुरो थाहा पाउनु पर्छ, पर्दैन हामीले? तपाईँले रक्सी खानु भएको छ? तपाईँले रक्सी खानु भएको छ? खाछु। खानु भएको छ? रक्सी खानु भएको छ? खानु भएको छ? खाछु। मापस्य सेवन गरेर तपाईँको कार्यकक्षमा आएर यो सब डिस्टर्ब गर्दाखेरि तपाईँ केही बोल्न सक्नुहुन्न हाकिम साहब? वर्षभरिमा भत्ता तपाईँले बैठक बसे बापत पाउने भत्ता भनेको 2,16,000 रुपियाँ निकासा भएर छ। त्यो पैसा 6जनाले त्यो चाहिँ 1 महिनामा 3टा बैठक बसेको भन्ने अनुपात रहेछ। निकासा भइसकेर छ त्यो पैसा चाहिँ अहिले बडा सचिवले निकालेर राख्नु भएको छ। जब बैठक नै बसिएको छैन भत्ता कसरी खाने? किन थापाज्यू, तपाईहरु आफ्नो पार्टीको विवादको रूपमा रहोस्, त्यसले देशलाई असर नगरोस्, जनतालाई असर नगरोस् भन्ने कुरा हो के मुख्य कुरा चाहिँ। तपाईहरुको आफ्नो पार्टीको विवाद मिलाउन नसक्ने त्यत्रा सिनियर नेताहरू भएको पार्टीले
आफ्नो आन्तरिक विवाद मिलाउन नसकेर देशलाई भड्खालोमा हाल्ने, त्यसको मूल्य चाहिँ पार्टीको विवाद मिलाउन नसकेको मूल्य चाहिँ राष्ट्रले तिर्नुपर्ने, जनताले तिर्नुपर्ने। बोल्नु हुँदैन भन्ने कुरो यो हामी त्यहीँनिर हाम्रो खराब छ क्या। सरकारले गरेका गलत क्रियाकलापको विरुद्ध सरकार पक्षका सांसदहरूले बोल्न नै हुँदैन त। भागबन्डा नमिलेर देश भड्खालोमा गएको कुरा क्लियर नै हो होइन त।